साँचो कुरा भन्ने गर्नु मात्र भनेको। केशरी दिदीसँग केही कुरा नलुकाउनु। लुकाएको कुरा आज थाहा नहोला, तर एक न एक दिन पक्का थाहा हुन्छ। जब थाहा हुन्छ नि मन टुट्छ। हुन त मभन्दा तपाईँ धेरै बुझ्ने हुनुहुन्छ, मैले सम्झाउनु पर्दैन। तर कहिलेकाहीँ अप्ठ्यारो समयमा बुझ्ने मान्छेबाट पनि कमजोरी हुन्छ। यदि कुरा लुकाउनु नै छ भने मसँग कुरा लुकाउनु, बाआमासँग कुरा लुकाउनु, तर जोसँग जीवन बिताउने हो उसँग कहिल्यै केही कुरा नलुकाउनु। सुरुमा सत्य बोल्दा मन दुख्ला, तर सत्य कुराले विश्वास बढाउँछ अनि विश्वासले सम्बन्ध मजबुत बनाउँछ। कहाँबाट जाने यस्ता कुरा? तपाईँको र्यागबाट लगेर आजकल बेलुका बेलुका किताब पढ्न थालेको छु। बिस्तारै समाज बुझ्दैछु मैले पनि। तेरो कुराले मन छ, म कुरा गर्छु केशरीसित।